वेलकम ब्याक टु माई न्यू भ्लग गाइज। आज चाहिँ हामी चितुङ जान लाग्यो दाइको बिहामा। डाँडा चढेर आइयो। उता गएर चाहिँ गाडी चढ्ने होइन। यो ठाउँको नाम चाहिँ के हो त्यहाँ रहेछ जुगेडी रे यो ठाउँको नाम। ट्याग चेकिङ भइरहेको थियो यो गाडीको। त्यो साथै झल्ला मलाई देखिएन कता हो। ल तिनीहरूलाई लगेको हामीलाई पनि दिनु भन्दै थियो त अङ्कलसँग। त्योसँग म त अहिले कहाँ हात नपुछ हेर त अहिले ना 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 कति धेरै झऱ्यो। Shoot.
गुड मर्निङ। आज फेरि हामी फर्किँदैछौँ। बुहा फर्किने आज चाहिँ अब एकछिन हामी यहाँ चाहिँ अङ्कलले पालेको भैँसीहरू जान्छौँ। त्यो हेरिसकेपछि अनि हामी फेरि उता दिदीकोमा गएर अनि फेरि पोखरा फर्किन्छौँ है त। ल यो चाहिँ कुलो भैँसीलाई खुवाउने। यहाँ रहेछ पाडी, सानो पाडी रहेछ। एउटा भैँसी दुईवटा। एउटा सानो भैँसी चाहिँ यहाँ रहेछ। यो चाहिँ यसको। यहाँ आउँदा अब सुत्ने अलि हजुर नै हो गाई अनि महेश्वर गाईको भिनाजु चाहिँ भतिजा उहाँ भतिजा छोडेर आएको होइन, त्यही चोकसम्म छोडिदिएँ। अनि उहाँहरू चाहिँ त्यहीँबाट जानुहुन्छ अरे, त्यो म्याजिकमा चढाएर आएको सामानहरू थियो कि बोक्नको लागि। अनि त्यो अलिकति त्यो जेब्रा झोलाहरू बोकेर उहाँ चोकसम्म पुऱ्याइदिएको रे। दिदीहरू जानुहुन्छ, सँगै जाने भनेको अलिकति ढिलो भयो। हामी फेरि खानासाना खाएर जाने भनेर अनि हामी चाहिँ बस्यौँ। उहाँहरू चाहिँ छिटो खाएर गइहाल्नु भयो। ल